आज चाहिँ हाम्रो शायरीको शीर्षक शेरानी मुनि लुकेको त्यो खत भन्ने छ। अब वर्षौंदेखि एउटा प्रेमीले चाहिँ आफ्नो प्रेमिकालाई लेखेको जुन खत हुन्छ नि, त्यो चाहिँ उसले नखोलिकन यो अँधेरी रातमा खोल्ने हिम्मत गर्छ। अनि जुन खतमा चाहिँ हाम्रो यसै सुरु हुन्छ। उसले भन्छ, सोध्छ, सम्झिन्छ आफैलाई, सिरानी मुनि लुकेको त्यो खत आज फेरि कामदै खोले मैले, कागज होइन आफ्नै अधुरो जिन्दगी खोले मैले। धुलोले छोपेको अक्षर अक्षरमा तिम्रो स्पर्श अझै तातो छ। समयले चिच्याउन खोजे पनि माया किन यति जिद्दी र साँचो छ। कसम खाएको थिएँ अब सम्झिन भनेर, तर निन्द्राले पनि साथ छोड्यो। तिम्रै नाम जप्दै हरेक सास रोयो, भित्रभित्र डेरा गरेर। आँखा चिम्लिँदा तिमी आउँछौ, आँखा खोल्दा खालीपन कराउँछ। यो कोठाको चिसो भित्ताले समेत मेरो पीडामा सँगै रुँदै कराउँछ। तकियामा नसुक्ने आँसुहरू रातभरि चुपचाप पोखिन्छन्। मुटुको हरेक धड्कनले मनै किन हारे भन्दै सास सासमा रोकिन्छन्। तिमी त सायद नयाँ उज्यालोमा रमायो होला, म भने अँध्यारो सम्झनामा थुनिए। मायाको अदालतमा बस्दा कुन्नी निर्दोष भएर पनि मनै दोषी ठहरिए। पर्खाइको घडी जगनाचुर भयो, तर ढोका अझै खुल्लै छ, सायद तिमी फर्किन्छौ भनेर। यो मुटु अझै टुटेर पनि जिउँदैछ। त्यो खत फाल्न खोज्दा हात काम्छ, आँखा धमिलो हुन्छ, किनकि त्यसका हरेक शब्दमा मेरो अधुरो प्रेम अझै सास फेर्छ। र जब त्यो खत खोल्छु, मात्र कागज च्यातिँदैन, मेरो आत्मा टुक्रिन्छ, मुटुभित्रको विश्वास चिच्याउँदै फुट्छ। हरेक प्रेमीको मौन आवाज त्यसैभित्र गुन्जिन्छ। माया किन सधैँ अधुरै नै हुन्छ भन्दै आकाशसम्म गुनासो पुग्छ। सायद माया पूर्ण हुन जन्मिँदैन, सायद माया पीडाकै अर्को नाम हो। सायद प्रेम भनेको आफ्नै मुटुलाई बिस्तारै जलाएर अरूको सम्झनामा बाँच्ने काम हो। सायद प्रेम भनेको आफ्नै मुटुलाई बिस्तारै जलाएर अरूको सम्झनामा बाँच्ने काम हो। यसरी एउटा प्रेमीले आफूले लेखेको जुन खत हुन्छ नि, उसलाई दिन नसकेको खत, त्यो चाहिँ यसरी सुनाउँछ। कसरी मुटु काम्दै उसले हेर्छ, खोल्छ, पढ्छ, सम्झिन्छ। तपाईँहरूलाई कस्तो लाग्यो होइन? मन पर्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब अनि एउटा मेरो कमेन्ट छोड्नु होला। अनि यस्तै भिडियो हेर्नलाई चाहिँ हामीलाई सब्सक्राइब गरेर राख्नु होला है त गाइज। ल अब नेक्स्ट भिडियोमा योभन्दा पनि राम्रो प्रेम कहानीले भरिएको शायरी लिएर उपस्थित हुनेछौँ। त्यतिका समयसम्म हाम्रो भिडियो हेरेर साथ दिनु होला। हस्त नमस्ते। वो मोहब्बत नहीं ज़माने में